काम गरेर थाकेर बल्ल बल्ल छुट्टीको दिन थियो। अनि म चाहिँ साकुरा हेरेर भने नि चित्त बुझाउनु पर्यो। काम गर्दा गर्दा पित्त फुटेको थियो, चित्त बुझाउनु पर्यो भनेर साकुरा हेर्न गएको। अलिअलि भिडियो बनाउँछु भनेको भिडियो खिच्न नआएर फेरि क्यामेराको एङ्गल मिलाउँदा हैरान छ है। हेर्न गएको यति धेरै साकुरा थियो होइन, जतासुकै। अनि थुप्रै मान्छेहरू थियो, कोही टिकटक बनाउँदै थिए। म पनि टिकटक बनाउनु पर्यो भनेको हाइट डल्लो भएर हाइटले धोका दिएर कसरी अग्लो हुन्छ भन्ने आइडिया लाउँदै खिच्दैछु, तर पनि अग्लो भएन। हेर्न सक्नुहुन्छ भिडियोमा, जे गर्दा पनि भएन। कसरी हुन्छ भन्दै अलिअलि कपाल फिजाएर गएको थिएँ, कपाल देखाउनु पर्यो भनेको।